ठिकै छ, हामी सुरु गरिदिउँ होला ल। के भन्नुभएको छ हाम्रो आइपिएल सरले? आई एम कम्प्लिटली न्यू फ्रम टुडे, हाउ क्यान आई म्यानेज? तपाईँलाई रेकर्डिङ्सहरू प्रोभाइड भएको हुन्छ। एक्चुअली रेकर्डिङ्सहरूबाट तपाईँले कभरअप गर्दा भयो, अनि रेकर्डिङ्सहरूबाट कभरअप गर्दा केही प्रब्लमहरू आयो भने चाहिँ यहाँनिर आएर चाहिँ तपाईँले सोध्न मिल्छ है त। सो ठिकै छ, हामी सुरु गरौँ होला। सो आजको क्लास अलिकति नयाँ क्लास पनि हुन्छ है धेरैको लागि चाहिँ। जस्तो अब आज चाहिँ हामी के हेर्छौँ भन्दाखेरि चाहिँ हामीसँग रिडक्स टुलकिट भन्ने कुरा छ, और हामीसँग चाहिँ लाइक स्टेट म्यानेजमेन्ट भन्ने कुरा हुन्छ होइन। कुनै पनि एउटा फ्रन्ट इन्डमा चाहिँ हामी त्यो आज डिस्कसन गर्छौँ है त। अब फर्स्टमा त के बुझौँ भन्दाखेरि स्टेट म्यानेजमेन्ट हामी किन डिस्कसन गर्ने त भन्ने कुरा पनि होला क्वेसन धेरैलाई। सो त्यसको मैले एन्सर भनिहालेँ। जस्तो अगाडिको जुन हाम्रो प्रोजेक्ट थियो नि, म तपाईँलाई त्यो देखाउँछु एकचोटि। जुन हाम्रो प्रोजेक्ट 1 थियो, त्यो प्रोजेक्ट 1 जस्तो कहाँ छ हाम्रो, एकचोटि चेक गरौँ। तपाईँले त्यो प्रोजेक्ट 1 गर्नुभएको छ भने हाम्रो प्रोजेक्ट 1 मा के गरेको थियो भन्दा तपाईँले जस्तो कुनै पनि एपिआईहरू कल गर्नु पर्यो होइन, कुनै पनि एपिआईमा डेटाहरू पठाउनु पर्यो भने चाहिँ हामीले त्यो कुरा कहाँ गरेको थियो भन्दाखेरि त्यो चाहिँ हामीले कम्पोनेन्टभित्रै यहाँनिर आएर चाहिँ यसरी गरेको थियो है त। जस्तो मलाई कुनै पनि एपिआईबाट चाहिँ केही डेटा फेच गर्नु पर्यो भने त्यो कुरा मैले यहाँनिर आएर यसरी फेच गर्थ्यौँ हामी युज इफेक्टमा हालेर। अनि त्यस्तै गरी मैले कुनै पनि डेटा चाहिँ यदि एपिआईलाई पठाउनु पर्यो भने त्यो पनि हामी के गर्थ्यौँ भन्दाखेरि यिनीहरू एउटा कुनै फङ्सन हामी बनाउँथ्यौँ, त्यो फङ्सनमा चाहिँ एपिआई कल हामी गर्थ्यौँ है त। सो हामीले पासको प्रोजेक्ट गरेको भनेको चाहिँ यो तरिका छ। अब हामीलाई स्टेट म्यानेजमेन्ट चाहिँ किन चाहियो भन्ने कुरा आउँछ है त। सो स्टेट म्यानेजमेन्ट तपाईँलाई चाहिन चाहिँ मल्टिपल रिजनहरू छ। जस्तो अब एउटा रिजन भनेको चाहिँ के हो भन्दाखेरि जस्तो जुन हामीले यो एपिआई कलहरू हामीले जस्तो मानौँ एउटा फाइलको लागि हामीले एपिआई कल यहाँनिर गऱ्यौँ, अनि त्यस्तै गरी अब अर्को हाम्रो कुनै अर्को पेज छ भने त्यो फाइलको लागि पनि हामीले एपिआई कल चाहिँ त्यहाँनिर आएर गर्थ्यौँ नि त यसरी। अनि कुनै अर्को केही सब्मिट गर्नुपर्ने छ भने त्यसको लागि एपिआई कल चाहिँ यहाँनिर हुन्थ्यो। सो हाम्रो जतिवटा फाइल छ अनि त्यो फाइलमा हामीले केही एपिआई कल गर्नु पर्यो भने हामी त्यही फाइलभित्रै गएर चाहिँ गर्थ्यौँ है त। एउटा हाम्रो चाहिँ त्यो प्रब्लम थियो, तपाईँको 100वटा फाइल भयो, 100वटा फाइलमा चाहिँ एपिआई कल गर्नु पर्यो भने तपाईँले इच फाइलमा गएर गर्नु पर्यो। अनि पछि त्यो कुरालाई चाहिँ मेन्टेन गर्न लङ टर्ममा चाहिँ अलिकति गाह्रो हुन्छ, प्रब्लमेटिक हुन्छ है त। सो त्यसको सोल्युसन स्वरूप चाहिँ हामीले एउटा कुरा के गर्न सकिन्छ भन्दा एउटा स्टेट म्यानेजमेन्ट भन्ने केही कुरा हुन्छ होइन। हामीले स्टेट म्यानेजमेन्टभित्रै पनि एपिआई कल गर्न मिल्छ है त। जस्तो अहिले हामीले फाइलभित्र गएर गरिरहेछौँ नि त होइन, कम्पोनेन्टभित्र गएर। अब यो कुरालाई चाहिँ हामीले यदि लङ टर्म हेर्ने हो भने चाहिँ तपाईँले यदि ठुलो प्रोजेक्टहरू हेर्नुभयो भने ठुलो प्रोजेक्टहरूमा चाहिँ तपाईँले एपिआई कलहरू कम्पोनेन्टभित्र देख्नुहुन्न क्या है। उनीहरूले के गरेको हुन्छ भन्दाखेरि तपाईँको जे जति एपिआईको कलहरू हुन्छ जस्तो गेट रिक्वेस्ट, पोस्ट रिक्वेस्ट, डिलिट रिक्वेस्ट, के कति रिक्वेस्टहरू हुन्छ, त्यो डेभलपरहरूले के गरेको हुन्छ भन्दाखेरि त्यो जम्मै रिक्वेस्टहरूलाई चाहिँ उनीहरूले एउटा कुनै स्पेसिफिक फाइल बनाएर चाहिँ त्यो फाइलभित्र चाहिँ राखेको देख्नुहुन्छ है त। कतिले त्यो फाइललाई चाहिँ हेल्पर फाइल भन्छ, कतिले अरू एपिआई फाइल भन्छ, त्यो कुराहरू छ। बट त्यही कुरा चाहिँ तपाईँले चाहिँ स्टेट म्यानेजमेन्टको थ्रुबाट पनि तपाईँले चाहिँ गर्न मिल्छ है त। सो एउटा स्टेट म्यानेजमेन्ट किन युज गर्ने भन्ने कुरामा धेरैवटा रिजन छ। एउटा रिजन भनेको चाहिँ तपाईँको एपिआई कल्स चाहिँ मेन्टेनेबल हुन्छ लङ टर्म यसमा। सो यो कुरा चाहिँ छ है त। तपाईँको एपिआई कल्सहरू चाहिँ हाम्रो मेन्टेनेबल हुन्छ। सो मेन्टेनेबल भन्नाले लङ टर्ममा धेरै एपिआई कल गर्नुपर्छ, जम्मै एपिआई कल जम्मै आफ्नै फाइलमा गर्न ज्याउ हुन्छ होइन, मेन्टेन गर्न गाह्रो हुन्छ। यो कुरा चाहिँ हाम्रो यसरी यहाँनिर सल्भ हुन्छ। अनि त्यस्तै गरी अब नेक्स्ट स्टेट म्यानेजमेन्ट किन युज गर्नेको मेन प्राइमरी रिजन चाहिँ के हो भन्दा टु एक्सचेन्ज डेटा बिट्विन डिफरेन्ट पेजेस अर
कम्पोनेन्ट्स स्पेलिङ रङ भयो, ठिकै छ, फरक पर्दैन। सो मेन प्राइमेरी मोटो, प्राइमेरी रिजन स्टेट म्यानेजमेन्ट कुनै पनि वेबसाइटमा किन युज गरिन्छ भन्दाखेरि चाहिँ एउटा कुनै पनि पेजको डेटा अर्को पेजमा चाहिँ एक्सचेन्ज गर्न, एउटा कुनै पनि कहीँनिर डेटा छ भने यो डेटालाई चाहिँ हामीले जस्तो दुईवटा पेजमा फाल्नुपर्ने छ भने यसरी फाल्न चाहिँ मिल्छ है त। तपाईँको जस्तो यहाँनिर पनि अब अर्को पेज छ भने यसरी चाहिँ अब यो पेजमा पनि फाल्न मिल्यो, यहाँ अर्को पेज छ भने यसरी चाहिँ तपाईँले यो पेजमा पनि फाल्न चाहिँ मिल्छ। सो मेन रिजन चाहिँ स्टेट म्यानेजमेन्ट युज गर्नेको कुनै पनि वेबसाइटमा चाहिँ यो रिजन हो है त। प्राइमेरी सेकेन्डरी रिजन भनेको चाहिँ यो रिजन तपाईँले लिन मिल्छ। सो यो रिजन के हो हामी बुझौँ अलिकति। जस्तो म अस्तिकै प्रोजेक्टबाट आएँ ल, जस्तो मैले ठ्याक्कै त्यो प्रोजेक्ट चाहिँ के थियो हाम्रो नाम होइन, ठिक्क मैले प्रोजेक्टको नामै बिर्सेँ यहाँनिर। ठिक छ, म एउटा कुरा देखाउँछु, त्यसो भए अरू प्रोजेक्ट पनि होला रियाक्टको। जस्तो एउटा कुनै प्रोजेक्ट हामी हेरौँ ल, एउटा कुनै प्रोजेक्ट छ हाम्रो पहिला नै रियाक्ट जीएसको सेसनको। यो प्रोजेक्ट एकचोटि हामी हेरौँ है त। जस्तो कुनै पनि प्रोजेक्ट अहिले हामीसँग गरेको जुन प्रोजेक्ट 1 छ त्यो प्रोजेक्टमा हामीसँग के थियो भन्दाखेरि जस्तो तपाईँलाई त याद छ भने हामीले के प्रोजेक्ट गरेको थियो भन्दाखेरि एउटा बुक म्यानेजमेन्ट सिस्टम हामीले गरेको थियो, जुन अन्तर्गत चाहिँ हाम्रो के थियो भन्दा कुनै पनि युजरले चाहिँ एउटा भनेको त एउटा क्रिएट बुक भन्ने पेज थियो हाम्रो होइन, जहाँ एउटा फर्म आउँथ्यो। अब नेक्स्ट भनेको सिङ्गल बुक थियो होइन, यस्तै गरी अर्को नेक्स्ट भनेको चाहिँ होम पेज पनि थियो हाम्रो, अनि अर्को एडिट बुक भन्ने पनि केही थियो है त। सो हामीसँग यस्तो टाइपको चाहिँ तपाईँले पेजेसहरू चाहिँ देख्नुभएको होला, र यस्तो टाइपको कम्पोनेन्टहरू चाहिँ हाम्रो प्रोजेक्टमा थियो। एउटा दुईवटा तिनवटा चारवटा 5 6 100वटा धेरैवटा हुनसक्छ है त। सो स्टेट म्यानेजमेन्ट किन युज गरिन्छ भन्दा नि जस्तो मानौँ एकदम ध्यान दिएर हेर्नु ल, यो कुरा अब एडभान्स टपिक हो ल, यो जुन यो स्टेट म्यानेजमेन्ट भन्ने टपिक छ नि, यो टपिक चाहिँ निकै एडभान्स कुरा हो होइन। अनि यो कुरा प्राय जस्तो डेभलपरहरूले चाहिँ जब स्टेट म्यानेजमेन्ट भन्ने टपिक आउँछ होइन कुनै पनि फ्रेमवर्क लाइब्रेरी युज गर्दा, अनि प्राय डेभलपरहरूले चाहिँ छोडेर जान्छ क्या होइन। जस्तो किन भन्दाखेरि उनीहरूलाई त्यो कम्प्लेक्स लाग्छ कि त, स्टेट म्यानेजमेन्ट भन्ने बित्तिकै मान्छेले त्यो गिभअप गर्छ है त। त्यही भएर यो ध्यान दिएर बुझ्नु, यदि एकचोटि यो स्टेट म्यानेजमेन्ट भन्ने कुरा बुझ्यो भने चाहिँ लगभग तपाईँलाई फ्रन्ट एन्ड गर्न गाह्रो हुँदैन, डिजाइनिङको पाटो मात्र बाँकी रह्यो, अरू कुरा त्यस्तो गाह्रो हुन्न है त। सर मलाई पाइथनको बेसिक केही नभए नि यो क्लास कतिको राम्रो हुन्छ होला। पाइथन चाहिँदैन, C++ पनि चाहिँदैन, केही चाहिँदैन। तपाईँलाई HTML अनि CSS अनि जाभास्क्रिप्टको नलेज चाहिन्छ, त्यो तिनवटाको नलेज छ भने भइहाल्छ, यो कुरा जानिरहनु पर्दैन। ठिक छ, म क्वेरिजहरू अहिले हेर्छु ल एउटा टपिक सकाइकन। जस्तो स्टेट म्यानेजमेन्ट जस्तो यहाँ कहाँ काम लाग्छ भन्दा होइन, जस्तो मानौँ मेरो यो होम पेज भयो होइन, होम पेजमा के छ भन्दाखेरि एउटा कुनै डेटा छ, जस्तो मानौँ कन्स्ट नेम कमा सेट नेम भनेर एउटा यस्तो कुनै स्टेट युज स्टेट छ, अनि यहाँ चाहिँ मनिस भन्ने केही छ। लाइक मानौँ यो कुरा त हामीले पढेको नि त होइन, यो युज स्टेट हुकको यो हुकको थ्रुबाट चाहिँ हामीले कुनै पनि डेटालाई चाहिँ स्टोर अनि अपडेट गर्न मिल्छ है त। त्यो कुरा हामीले अस्ति पढेको छ। जस्तो मानौँ यो होम पेजमा चाहिँ तपाईँसँग मनिस भन्ने डेटा चाहिँ नेम भन्ने स्टेटमा चाहिँ बसिरहेछ। अब तपाईँहरू मलाई भन्नु ल, कसले भन्नुहुन्छ सक्नुहुन्छ, जस्तो मलाई यो मनिस भन्ने जुन डेटा छ नि, यो मलाई यो मनिस भन्ने कुरा चाहिँ यो पेजमा चाहियो, यहाँ मलाई यहाँ चाहिँ H1 मा चाहिँ यसरी त्यो मनिस भन्ने देखाउनु छ, यसलाई मैले यहाँ लानुपर्ने छ भने यसलाई लान मिल्छ कि मिल्दैन त, एकचोटि गेस गरौँ त कसैले। यो होम पेजको मनिसलाई चाहिँ मैले अर्को पेजमा र अर्को कम्पोनेन्टमा चाहिँ लानु पर्यो, यो कम्पोनेन्टबाट यो कम्पोनेन्टमा लानु पर्यो। हाम्रो यो कुरा मिल्दैन है त। किन मिल्दैन भन्दा नि, किन भन्दाखेरि तपाईँको जुन यो युज स्टेट भन्ने कुरा छ नि,
यसले भनेको तपाईँलाई इन्टरनल स्टेट मात्र प्रोभाइड गर्छ। इन्टरनल भन्नाले चाहिँ जस्तो मेरो यो कम्पोनेन्ट होम भन्ने कम्पोनेन्टमा मैले युज स्टेटमा केही कुरा चाहिँ राखेको छु भने यसरी राखेको कुरा भनेको चाहिँ यही कम्पोनेन्टभित्र मात्र लिन मिल्यो क्या। यो कम्पोनेन्टभन्दा बाहिर आएर कतै लिन चाहिँ मिल्दैन है। अब त्यसो भए अब के गर्न मिल्यो अर्को अप्सन भनेको चाहिँ जस्तो मलाई मनिस भन्ने यो पेजमा चाहियो भने अब यसलाई तपाईँले कति डेभलपरले चाहिँ एउटा प्रप्स ड्रिलिङ भन्ने कुरा हुन्छ र रियाक्टमा। तपाईँले प्रायः इन्टरभ्यूहरूमा पनि सुन्नुहुन्छ होइन, एउटा प्रप ड्रिलिङ भन्ने कुरा हुन्छ रियाक्टमा चाहिँ। अब तपाईँले जस्तो यो मनिस भन्नेलाई यहाँ लानु छ भने तपाईँले प्रप ड्रिलिङ यसको थ्रुबाट पनि लान चाहिँ मिल्छ है त। जस्तो यो प्रप ड्रिलिङ भनेको चाहिँ के भन्दाखेरि यहाँ इमेज केही छ कि छैन, लाइक यसरी हो क्या। जस्तो मेरो यो होम कम्पोनेन्ट भयो, यो सिङ्गल कम्पोनेन्ट भयो, यो अर्कै कम्पोनेन्ट छ भने मैले यो होम कम्पोनेन्टबाट केही डेटा चाहिँ यो कम्पोनेन्टमा पास गर्नु छ भने यसरी यहाँबाट यहाँ प्रप्सको रूपमा चाहिँ पास गर्न मिल्यो। अब मैले यहाँबाट यो लास्टकोमा पुगाउनु पर्ने छ भने मैले फर्स्टमा त यहाँ जानु पऱ्यो, यहाँबाट यहाँ जानु पऱ्यो, यहाँबाट यहाँ जानु पऱ्यो है त। सिम्पल भाषामा तपाईँको एक्जाम्पल भनेको जस्तो मानौँ तपाईँसँग 4 ताले घर छ भने यो 1 ताले भयो, यो 2 ताले भयो, यो 3 ताले, यो 4 ताले घर भयो होइन। अब तपाईँको माथिपट्टि के छ भन्दाखेरि 4th फ्लोरमा चाहिँ मानौँ एउटा केही चामलको बोरा छ है त। यो के एउटा बोरा हो मानौँ, केहीको बोरा छ यहाँनिर। तपाईँलाई कसैले के भनौँ भन्दा यो बोरालाई चाहिँ जस्तो मेरो यो अहिले यो कम्पोनेन्टमा छ, फर्स्ट यो 4th कम्पोनेन्टमा छ नि त, यो 4th फ्लोरमा छ। यो बोरा चाहिँ मानौँ कसैले के भनौँ भन्दा यो बोरालाई चाहिँ 3rd फ्लोरमा लगा भनौँ भने हामीले यसलाई चाहिँ यहाँबाट यसरी झारेर यहाँबाट छेडेर दुलो पारेर झारे जस्तो क्या है, यहाँबाट छेडेर यसरी झारेर यहाँ लग्न सक्यो। अब कसैले यो बोरालाई चाहिँ 1st फ्लोरमा लगा भनौँ भने फर्स्ट र ग्राउन्ड जे भन्दा नि हो यहाँ तल्लो लानु पऱ्यो भने चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि यहाँबाट यसरी सुरुमा त यसलाई 3rdमा झार्नु पऱ्यो, 1 स्टेप छेडेर यहाँ झर्छ, अनि अझै 1 स्टेप छेड्यो भने यहाँ झर्छ, अनि यहाँ झर्छ है त। सो भन्नाले तपाईँले यो बोरालाई चाहिँ यो 4thबाट 1stमा लानु पऱ्यो भने तपाईँले यो बोरालाई 1stमा त यहाँ लानु पऱ्यो, यहाँबाट यहाँ लानु पऱ्यो, यहाँबाट यहाँ लानु पऱ्यो है त। सो तपाईँको यसलाई चाहिँ हामीले के भन्छ भन्दाखेरि प्रप ड्रिलिङ भन्छ। यो प्र्याक्टिकली चाहिँ कसरी गरिन्छ भन्दा नि हो जस्तो मलाई मनिस भन्ने डेटा चाहिँ यो सिङ्गल भन्ने कम्पोनेन्टमा पास गर्नुपर्ने छ भने चाहिँ हामीले यतापट्टि आएर यसरी सिङ्गल भन्ने कम्पोनेन्टमा चाहिँ केही नाममा चाहिँ यसरी मनिस भन्ने पास गर्दैन भनेर यसरी भन्न मिल्यो, नेम इज इक्वल टु नेमै गर्न पनि मिल्यो है त। जस्ट यसरी गरौँ हामी। सो यसरी चाहिँ हामीले अब सिङ्गल भन्ने कम्पोनेन्टलाई चाहिँ नेम भन्ने कुनै कीमा चाहिँ मनिस भन्ने पास गरिदिउँ। अब यो सिङ्गल भन्ने कम्पोनेन्टले चाहिँ यहाँनिर त्यो कुरालाई नेम भन्नेलाई लिन सक्छ होइन आफूमा, किन भन्दाखेरि उसलाई पास गरिरहेछ नि त तलबाट लालक भनेर भनिरहेछ, उसले यहाँनिर हुन्छ म लिन्छु भनेर उसले लिन पाउँछ है त। यहाँनिर चाहिँ अब उसले के गर्न पायो भन्दा यसरी मनिस भन्ने कुरा चाहिँ लिन पायो मानौँ यसरी। बरु मलाई त के थियो भन्दा जस्तो यहाँबाट मलाई त अब यहाँ पठाउनु पर्ने छ भने अनि यो कम्पोनेन्ट मसँग डाइरेक्ट एसेस छैन भने चाहिँ यो यसको एसेस चाहिँ योसँग मात्र छ भने हामीले के गर्नु पर्यो भन्दा अब यहाँ भित्रबाट पनि हामीले अब क्रिएट बुक भन्नेमा चाहिँ नेम भन्नेमा उताबाट जे आएको छ हाम्रो नेममा त्यो पठाइदिए भनेर यसरी भन्न मिल्यो। चाहिँ मैले के गरेँ भन्दा जस्तो मलाई यहाँबाट यहाँ डेटा पठाउनु पर्ने छ अनि यो कम्पोनेन्ट चाहिँ डाइरेक्ट योसँग एसेस छैन भने यो कम्पोनेन्ट योसँग मात्र एसेस छ भने चाहिँ सुरुमा यहाँबाट तपाईँले यहाँ पठाउनु पर्यो अनि यहाँबाट यसले चाहिँ यसलाई पठाउनु पर्यो है त। सो यो एक्जाम्पल अघि यही एक्जाम्पलसँग कनेक्टेड छ। तपाईँले एक बोरा चामल चाहिँ 4th फ्लोरबाट 1st फ्लोरमा लानु पर्यो भने सुरुमा यहाँबाट यहाँ झार्नु पर्यो, यहाँबाट यहाँ झार्नु पर्यो, यहाँबाट यहाँ झार्नु पर्यो। सो यो कन्सेप्टलाई चाहिँ हामीले प्रप ड्रिलिङ भनेर भन्छ होइन। अब यसको यो गरेर तपाईँले चाहिँ यो कुरा एचिभ गर्न मिल्छ, बट यो चाहिँ लङ टर्ममा चाहिँ प्रब्लमेटिक हुन्छ है त। जस्तो तपाईँको चाहिँ धेरैवटा कम्पोनेन्ट भयो भने यसरी जस्तो मलाई यो कम्पोनेन्टमा केही डेटा छ होइन, यहाँको डेटा मलाई अब यो तलको यहाँ पुगाउनु पर्ने छ भने यो केसँग लिङ्क छ यसरी तपाईँले खोज्नु पऱ्यो क्या लिङ्क। अब यहाँबाट यहाँ झार्ने, यहाँबाट यहाँ झार्ने, यहाँबाट यहाँ पठाउने, यहाँबाट यहाँ पठाउनु पऱ्यो। तपाईँको 100 वटा कम्पोनेन्ट छ भने तपाईँले 100 वटाबाट पास गर्दै गरे ड्रिल भन्छ नि, लाइक हाम्रो
ड्रिल भनेको के हो, छेड्ने, त्यो ड्रिलिङ गर्ने भनेको छेड्नु हो नि त होइन, भित्तामा केहीमा। यहाँ पनि तपाईँले यसरी छेड्दै 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 पठाउनु पर्छ है त। सो यसलाई हामीले प्रप ड्रिलिङ भन्छ। प्रप्सको रूपमा चाहिँ हाम्रो डेटा पास गऱ्यौँ भने त्यो प्रप ड्रिलिङतिर गयो। बट यो कुरा गर्न त मिल्छ, सानो प्रोजेक्ट छ भने, 2-3वटा कम्पोनेन्ट छ भने यसरी गर्न मिल्यो। बट जब कम्पोनेन्ट एकदम नेस्टेड हुँदै जान्छ त्यो केसमा चाहिँ यो कुरा झ्याउ हुन्छ, आफूलाई मेन्टेन गर्न गाह्रो हुन्छ। अब यसको सोलुसनमा चाहिँ हामीसँग के छ भन्दाखेरि एउटा स्टेट म्यानेजमेन्ट भन्ने कुरा छ। जस्तो यहाँनिर हेर्नु, अब स्टेट म्यानेजमेन्टको थ्रुबाट चाहिँ हामीले के गर्न सकिन्छ भन्दा नि, जस्तो मलाई यहाँनिर यो मनिष भन्ने डेटा छ। यो मनिष भन्ने डेटा चाहिँ मानौँ मलाई यो पेजमा चाहियो भने एउटा त्यसरी प्रप्सको रूपमा पास गर्न मिल्यो। बट योभन्दा बेस्ट हामीले के गर्न सकिन्छ भन्दा, यो मनिष भन्ने हामीलाई के डेटा चाहिँ अरू मल्टिपल कम्पोनेन्टमा चाहिन्छ नि, जस्तो मनिष भन्ने डेटा चाहिँ मलाई चाहिँ यहाँ पनि चाहिन सक्छ, यहाँ पनि चाहिन सक्छ जस्तो फिल भयो भने तपाईँको कुनै पनि डेटा मल्टिपल कम्पोनेन्टमा मल्टिपल पेजमा चाहिँ यति निड हुन्छ जस्तो लाग्छ भने चाहिँ त्यस्तो केसमा चाहिँ हामीले के गर्न सकिन्छ भन्दा स्टेट म्यानेजमेन्ट भन्ने कुरा हुन्छ, त्यो युज गर्न सकिन्छ। त्यसले के गर्छ भन्दा, जस्तो एउटा तपाईँलाई उसले कुनै एउटा स्टोरहरू केही दिन्छ है त, गोदाम भनौँ है त, एउटा वेयर हाउस भनौँ। तपाईँलाई स्टेट म्यानेजमेन्टले के प्रोभाइड गर्छ भन्दाखेरि एउटा वेयर हाउस, एउटा डेटाबेस जस्तो प्रोभाइड गर्छ फ्रन्ट एन्डको लागि। अनि त्यहाँनिर चाहिँ तपाईँलाई के कुरा युज हुनसक्छ, जस्तो मानौँ मलाई चाहिँ नेम मनिष भन्ने चाहिँ धेरै ठाउँमा युज हुन्छ जस्तो लाग्छ होइन। एड्रेस मानौँ यो पनि युज हुन्छ जस्तो लाग्यो भने चाहिँ यसलाई तपाईँले यसरी चाहिँ राख्न चाहिँ मिल्छ है त। जस्तो यहाँनिर आएर मैले के गरेँ भन्दाखेरि यो भण्डारमा यो वेयर हाउसमा यहाँनिर राखिदिएँ। अब मलाई यहाँनिर चाहियो भने, जस्तो अब यो कुरा यहाँ छैन होइन, जस्तो मलाई मनिष भन्ने अब यहाँ चाहियो भने यो होम भन्ने कम्पोनेन्टले यहाँबाट तान्न सक्यो। त्यस्तै गरी यो सिङ्गल बुकमा पनि चाहियो भने उसले पनि यहीँबाट तान्न सक्यो, त्यस्तै गरी यहाँ पनि तान्न सक्यो है त। सो स्टेट म्यानेजमेन्टले के गर्यो भन्दा बेसिकल्ली स्टेट म्यानेजमेन्टले चाहिँ तपाईँलाई एउटा सेन्ट्रल स्टोर जस्तो बनाइदियो है त, जहाँबाट चाहिँ तपाईँलाई केही कुरा चाहियो भने चाहिँ लिएर आउन मिल्छ है। जस्तो अघिसम्म भनेको कुनै पनि डेटा चाहिँ कुनै कम्पोनेन्टले आफूमै राख्थ्यो नि त होइन, अनि आफूमै राखेपछि त्यो डेटा चाहिँ सेयर गर्न अर्को कम्पोनेन्टमा निकै गाह्रो हुन्थ्यो। बट स्टेट म्यानेजमेन्टको थ्रुबाट चाहिँ के भयो भन्दा, अब तपाईँको कुनै पनि डेटालाई चाहिँ हामीले कुनै एउटा स्टेट म्यानेजमेन्ट कुनै प्याकेज हुन्छ होइन, त्यो प्याकेज युज गरेर चाहिँ हामीले एउटा गोदाम बनाउँछौँ। अनि त्यो गोदाममा चाहिँ हामी त्यो केही डेटाहरू राख्छौँ। अनि त्यहाँ राखेको डेटा चाहिँ तपाईँको जुनै पनि कम्पोनेन्टले जुनै पनि पेजले चाहिँ एक्सेस गर्न सक्छ। प्लस एक्सेस मात्र होइन, त्यो डेटालाई चाहिँ मोडिफाई पनि गर्न चाहिँ सक्छ है त। सो स्टेट म्यानेजमेन्ट चाहिँ एकदम पावरफुल हुन्छ। सानो प्रोजेक्ट छ भने त हामीलाई स्टेट म्यानेजमेन्ट चाहिँदैन, त्यत्रो निडेड छैन होइन। बट जब तपाईँले लङ टर्म सोच्नुहुन्छ, प्रोजेक्टको साइज ठुलो छ भने चाहिँ तपाईँले स्टेट म्यानेजमेन्टमा जानै पर्छ। गइएन भने चाहिँ तपाईँको प्रोजेक्ट तपाईँलाई मेन्टेन गर्न लास्टै झ्याउ हुन्छ है त। यो कुरा चाहिँ मैले लास्टै भोगेको छ होइन। त्यही भएर स्टेट म्यानेजमेन्ट सिक्दाखेरि किन सिक्नु भनेर मान्छेहरू चाहिँ ड्रप गर्छन् होइन, गिभअप गर्छन्, त्यो चाहिँ नगर्नु है त। तपाईँलाई स्टेट म्यानेजमेन्ट बिनै पनि म प्रोजेक्ट बनाउँछु भन्ने लाग्ला, बट तपाईँको एज ए लङ टर्म हेर्दाखेरि त्यो गाह्रो हुन्छ है। त्यही भएर स्टेट म्यानेजमेन्ट हामीले सिक्नुपर्छ। सो स्टेट म्यानेजमेन्ट बेसिकल्ली के रहेछ भन्दा, एउटा कुनै फ्रन्ट एन्डमा है त, स्टेट म्यानेजमेन्ट भनेको फ्रन्ट एन्डमा हुन्छ ल, जस्तो रिएक्ट जिएस, भ्यू जिएस, नेक्स्ट जिएस यिनीहरू कुराहरूमा गर्न मिल्छ। स्टेट म्यानेजमेन्ट भनेको बेसिकल्ली के रहेछ भन्दाखेरि एउटा कुनै सेन्ट्रल स्टोर रहेछ, अरू सिम्पल भाषामा फ्रन्ट एन्डको डेटाबेस रहेछ, जहाँनिर हामी केही डेटा राख्छौँ। अनि त्यो डेटालाई हामीले थ्रु आउट द प्रोजेक्ट जहाँनिर पनि एक्सेस गर्न मिल्यो यसरी, अनि मोडिफाई पनि गर्न चाहिँ मिल्छ है त। एउटा सेन्ट्रल स्टोर चाहिँ उसले प्रोभाइड गर्यो। सो स्टेट म्यानेजमेन्ट भनेको चाहिँ यो रहेछ। यो हाम्रो एक्जाम्पलमा कम्पेयर गर्ने हो भने चाहिँ, जस्तो हाम्रो जुन एक बोरा छ नि, यो केहीको बोरा छ यहाँनिर, अघिसम्म यो बोरा भनेको चाहिँ यो कम्पनीले राखेको थियो, यहाँबाट यहाँ पास गर्नुपर्ने यसरी यसरी पास गर्नुपर्छ, त झ्याउ भयो नि त होइन। अब चाहिँ हामीले स्टेट म्यानेजमेन्ट युज गर्यो भने चाहिँ के हुन्छ भन्दाखेरि यो जुन बोरा छ, यो बोरा चाहिँ अब हामी कतैपट्टि सेन्ट्रल कुनै स्टोर बनाउँछौँ गोदाम, त्यो स्टोरमा हामी राख्छौँ यसरी, अनि कसैलाई चाहियो भने उसले यहीँबाट तान्छ क्या यसरी। सो स्टेट म्यानेजमेन्ट चाहिँ हाम्रो, यसलाई चाहिँ हाम्रो स्टेट म्यानेजमेन्ट भन्छ यो कुरा। अनि अब यो कुरा बनाउनको लागि चाहिँ हामीसँग डिफ्रेन्ट प्याकेजेसहरू छ होइन मार्केटमा, एनपिएममा। जस्तो सबभन्दा पहिला एउटा प्याकेज थियो
कतिले सुन्नु भएको छैन रिडक्स भन्ने छ है सुन्नु भएको छ कि छैन थाहा भएन यदि सुन्नु भएको छैन भने यहाँ हेर्नु है त जस्तो बेसिकली यो प्याकेज के हो भन्दा जस्तो मलाई अब यो गोदाम बनाउनु पर्यो नि त होइन एसेट म्यानेजमेन्ट मेरो भण्डार मेरो वेयर हाउस बनाउनु पर्यो यो स्टोर गर्नको लागि सो यो बनाउनको लागि चाहिँ एउटा प्याकेज यो छ तपाईँसँग मार्केटमा यो प्याकेजको थ्रुबाट हामीले यो कुरा बनाउन सकिन्छ होइन अनि त्यस्तै गरी तपाईँसँग अरू प्याकेज पनि छ जस्तो हाम्रो रिडक्स टुल किट किन आएन यस्तो यहाँनिर हेरौँ अब रिडक्स जिएस टुल किट होला है त प्याकेजको नाम चाहिँ सो यो है त एउटा यो प्याकेज पनि छ तपाईँसँग त्यस्तै गरी अर्को पनि पपुलर मात्र देखाउँछु ल झन् धेरै छ होइन बट मार्केटमा सबसे पपुलरहरू हेरौँ हामी फ्रन्ट एन्ड फ्रेमवर्कको लागि है त जस्तो अब रियाक्टको लागि जस्तो एउटा कुरा बुझ्नु ल जस्तो हामीले यो गोदाम बनाउन खोजेको स्ट्रेट यो बनाउनको लागि हामीसँग डिफ्रेन्ट प्याकेज छ अनि एउटा कुरा के दिमागमा सेट गर्नु भन्दा जस्तो तपाईँको एनपिएम भनेको त तपाईँको जाभा स्क्रिप्टको इकोसिस्टम हो नि त होइन यहाँनिर तपाईँको जाभा स्क्रिप्टलाई चाहिने प्याकेजेसहरू आएर यहाँ बसेको हुन्छ होइन जस्तो तपाईँले भोलि पर्सि गएर चाहिँ रियाक्ट जिएस गर्नुभयो कि भ्यू जिएस गर्नुभयो कि एङ्गुलर गर्नुभयो भने पनि तपाईँले त्यहाँनिर पनि जस्तो यहाँनिर जे कुरा सिक्नुभयो नि स्टेट म्यानेजमेन्टमा यो कुनै एउटा प्याकेज सिक्नुभयो भने त्यहाँ पनि तपाईँले त्यही सेम प्याकेजकै नलेज चाहिँ युज गर्न मिल्छ त्यही सेम प्याकेजै युज गर्न मिल्छ है त जस्तो तपाईँले यो नेक्स्ट जिएसमा चाहिँ मानौँ हामीले यो प्याकेज युज गऱ्यौँ भने भोलि पर्सि तपाईँले प्रोजेक्ट चाहिँ जाभा स्क्रिप्टकै कुनै लाइब्रेरी फ्रेमवर्क जस्तो रियाक्ट जिएस भ्यू जिएस एङ्गुलरतिर जानुभयो भने तपाईँले यो कुरा युज गर्न मिल्छ है त किन भन्दाखेरि एनपिएम भनेको जाभा स्क्रिप्ट थ्रु आउट जाभा स्क्रिप्ट युज गर्न मिल्छ त्यो गर्न मिल्छ है त यहाँको लर्निङ तपाईँले त्यहाँ गर्न मिलो बरु तपाईँले मोबाइल एप डेभलपमेन्टतिर जानुभयो भने फ्लटरमा मात्र जानुभयो भने चाहिँ फ्लटरको लागि चाहिँ तपाईँको अर्कै छ ब्लक भन्ने छ त्यतापट्टि गेटएक्स भन्ने छ होइन त्यो कुराहरू तपाईँले युज गर्नु पऱ्यो त्यसमा चाहिँ तपाईँको लाइक फ्लटरको लागि चाहिँ उसको आफ्नै डाटकै रिपोजिटरी छ त्यहाँनिर एनपिएमको काम लाग्दैन बट तपाईँ यदि एप डेभलपमेन्टमा चाहिँ जाभा स्क्रिप्टकै यतापट्टि फ्रेमवर्क जस्तो रियाक्ट नेटिभहरूतिर जानुभयो भने चाहिँ रियाक्ट नेटिभ पनि जाभा स्क्रिप्टै हो नि त होइन त्यहाँनिर पनि यहाँको प्याकेजहरू चाहिँ काम लाग्छ सो भन्नाले तपाईँले भोलि पर्सि रियाक्ट नेटिभमा कुनै एप बनाउनु भयो भने तपाईँले त्यहाँनिर पनि एज स्टेट म्यानेजमेन्टको रूपमा चाहिँ यो कुरा यही गरेकै कुरा युज गर्न चाहिँ मिल्छ 100% कोड सेमै हुन्छ है त त्यही भएर एकचोटि सिकेपछि तपाईँलाई लङ टर्म काम लाग्छ है सो यस्तै गरी अर्को पनि प्याकेज छ एउटा तपाईँलाई हाइपमा छ मार्केटमा होइन यो प्याकेज चाहिँ जस्ट 10 भन्ने छ मान्छेले यो पनि युज गर्छ कि डाउनलोड चेक गरौँ ल हामी जस्तो यहाँ 5 कति छ 5 छ होइन यहाँनिर कति छ हाम्रो 14 छ 8 छ सो सबसे धेरै डाउनलोड यो रहेछ अनि सबसे अलिकति मिडियममा यो सबसे कममा चाहिँ यो रहेछ होइन जस्तो म यो तीनटै प्याकेज छ होइन मेन म तीनटै प्याकेज कम्पेरिजन गरेँ यो तीनटै प्याकेजको थ्रुबाट तपाईँले बनाउन मिल्ने भनेको चाहिँ यो भण्डार हो है त यो भण्डार हामीले यो स्टोर चाहिँ बनाउन मिल्छ सेन्ट्रल स्टोर अनि के छ भन्दा जस्तो पहिला चाहिँ हामी यो रिडक्स भन्ने प्याकेज चाहिँ युज गर्थ्यौँ होइन अब अहिले चाहिँ त्यति साह्रो अपडेट छैन यो प्याकेज जस्तो 2 इयर्स अगाडि अपडेट रहेछ है धेरै अगाडि जस्तो यो प्याकेज चाहिँ हामी पहिला नै युज गर्थ्यौँ फर्स्टमा सिक्दाखेरि होइन जस्तो मेरो स्टोरी पनि सुन्नु पर्दा चाहिँ मैले पनि फर्स्टमा स्टेट म्यानेजमेन्टको स्वरूपमा चाहिँ युज गरेको प्याकेज चाहिँ रिडक्स भन्ने थियो है त बट के हुन्थ्यो भन्दा नि जस्तो यो रिडक्स सिक्न थाल्यो भने चाहिँ तपाईँले धेरै कुरा चाहिँ कन्फिगर गर्नु पर्थ्यो होइन अनि त्यस्तो सजिलो थिएन क्या सिक्न निकै टफ थियो सबसे टफ कुरा भनेकै स्टेट म्यानेजमेन्ट थियो रिडक्स गर्दाखेरि बट अब अहिलेको टाइममा के भयो भन्दाखेरि तपाईँको जुन रिडक्स कम्पनी छ नि यो बनाउने अब यो कम्पनीले चाहिँ त्यो कुरा ध्यानमा राखेको जस्तो रिडक्स मान्छेले युज गर्न खोज्दाखेरि उनीहरूलाई कन्फिगरेसन गर्न गाह्रो भइरहेको रहेछ उनीहरूले धेरै कोड लेख्नु पर्ने रहेछ त्यति राम्रो रहेन रहेछु म भनेर उसले आफूलाई चाहिँ अड्कलो
अनि उसले के गर्यो भन्दाखेरि एउटा अर्को प्याकेज चाहिँ बनायो। यसमा के प्रब्लम थियो भन्दा जस्तो कन्फिगर धेरै गर्नुपर्ने अनि प्लस स्टेटमेन्ट कोड स्टेटमेन्टहरू पनि निकै गाह्रो थियो, लाइक रिडेबल थिएन भनौँ न मान्छेलाई बुझ्ने गरी। सो त्यो प्रब्लमहरू चाहिँ यहाँनिर हाम्रो थियो। अनि त्यसको स्वरूपमा अब रिडक्सले के गर्यो भन्दाखेरि म त यस्तो गाह्रो रहेछु भनेर चाहिँ उसले चाहिँ एउटा रिडक्स टुल किट भन्ने अफिसियली प्याकेज लन्च गर्यो एकैछिनलाई। जस्तो यो रिडक्स टुल किट भन्ने प्याकेज पनि तपाईँको रिडक्सले नै बनाएको प्याकेज हो ल। अनि अब उसले के गर्यो भन्दाखेरि यो लन्च गरेपछि चाहिँ एकैछिन हाम्रो रेकर्डिङ यहाँ हेरिहाल्छु भएको छ कि छैन होइन। ठिक छ, जस्तो उसले के गर्यो भन्दाखेरि अफिसियली अब चाहिँ यो प्याकेज लन्च गर्यो होइन। जस्तो मेन यो प्याकेज आउनुको रिजन चाहिँ के हो भन्दाखेरि यो रिडक्समा के प्रब्लमहरू थियो त्यो सबै प्रब्लम चाहिँ अब यो प्याकेजमा फिक्स भयो है त। अनि अब उसले पनि अब अफिसियली चाहिँ रिकमेन्ड चाहिँ त्यही गरेको छ। अनि यो प्याकेजको स्वरूपबाट चाहिँ हामीले स्टेट बनाउन मिल्छ। अनि त्यस्तै गरी तपाईँको मार्केटमा अब अर्को पनि छ कम्पिटिसनमा चाहिँ जस्टेन भन्ने छ। जस्टेन भन्ने चाहिँ सबसे इजी हो है त, स्मल पनि हो इजी पनि हो है त। अनि बट प्रब्लम चाहिँ के छ भन्दा जस्तो तपाईँको यदि प्रोजेक्ट एकदम ठुलो प्रोजेक्ट तपाईँले गर्न आँट्नु भयो भने चाहिँ जस्टेनमा चाहिँ त्यति साह्रो डिपेन्डेन्ट नहुनु है। तपाईँको प्रोजेक्ट यदि मिनिमल छ भने डिपेन्डेन्ट हुनु, बट प्रोजेक्ट जब साइज ठुलो हुँदै जान्छ त्यो केसमा चाहिँ यो त्यत्रो बेटर छैन है त। यो कुरा चाहिँ मैले आफूले पनि भोगेको छ होइन। त्यही भएर तपाईँले के सिक्नु भन्दाखेरि बेस्ट भनेको चाहिँ यो रिडक्स टुल किट भन्ने चाहिँ हामी यो कोर्समा चाहिँ यही गर्छौँ है एज अ स्टेट म्यानेजमेन्ट। अनि तपाईँले एकचोटि यो जानेपछि तपाईँले पछि एपमा पनि यही गर्न मिल्छ, रियाक्ट नेटिभहरूमा पनि अनि रियाक्ट अरू फ्रेमवर्कहरूमा पनि जाभा स्क्रिप्टको चाहिँ यो युज गर्न मिल्छ है त। सो यो कोर्समा चाहिँ हामी यो गरेर चाहिँ हाम्रो यो सेन्ट्रल स्टोर चाहिँ हामी बनाउँछौँ। अनि तपाईँले एकचोटि यो अफिसियल साइटमा जानुभयो भने रिडक्स टुल किटको चाहिँ यहाँ जाऊँ हामी। जस्तो केही भनिरहेको छ यहाँनिर होइन, तलपट्टि हेरौँ हामी अलिकति त्यसलाई जुम आउट गरौँ है त। जस्तो यहाँनिर हेर्नु तपाईँको जुन टिमले रिडक्स बनायो त्यो उनीहरूले नि यो पनि बनाएको हो। प्लस उनीहरूले चाहिँ अर्को कुरा रियाक्ट रिडक्स भन्ने पनि छ, यो बारे हामी बिस्तारै आउँछौँ होइन। यो पनि चाहिँ बनाएको छ। सब एकचोटि हामी यहाँनिर जाऊँ गेट स्टार्टेडमा। अब रिडक्स टुल किट किन युज गर्ने त, किन रियाक्ट युज नगर्ने एज स्टेट म्यानेजमेन्ट भन्ने कुरा यहाँ भनिरहेछ। जस्तो किन भन्दाखेरि तपाईँको जुन यो रिडक्स थियो पहिलाको त्यो रिडक्समा चाहिँ यो प्रब्लम थियो। जस्तो कन्फिगर गर्न निकै गाह्रो हुन्थ्यो, प्लस लड अफ प्याकेजेसहरू चाहिँ हामीले एड गर्नु पर्थ्यो। स्टेट म्यानेजमेन्ट रिडक्समै युज गरे पनि थर्ड पार्टी प्याकेज धेरै हाल्नु पर्थ्यो। अनि प्लस तपाईँको कोडिङहरू चाहिँ अलरेडी धेरै आउँथ्यो बोइलर प्लेट, त्यो आफूलाई बुझ्न पनि निकै गाह्रो हुन्थ्यो है त। सो यो प्रब्लमहरू चाहिँ तपाईँको पहिलाको रिडक्स प्याकेजमा अनि यो टिमले के गर्यो भन्दा यो प्रब्लमको स्वरूपमा चाहिँ उनीहरूले चाहिँ यो रिडक्स टुल किट भन्ने प्याकेज चाहिँ निकाल्यो यसरी। अनि तपाईँले यहाँनिर त्यो यो कुराहरूमा हामी बिस्तारै आउँछौँ होइन। यो तपाईँले यहाँ पनि एकचोटि हेर्दा चाहिँ भयो यो कुराहरू छ। अब एउटा कुरा के पनि छ भन्दा जस्तो तपाईँले चाहिँ यो तिनटै कुरा आउनुपर्छ भन्ने छैन ल। यो पनि यो पनि यो पनि तपाईँले एउटा कुरामा पर्फेक्ट हुनु, जस्तो मैले तपाईँलाई पर्सनल्ली पनि अनि प्रोफेसनल्ली पनि रिकमेन्ड गर्ने भनेको चाहिँ यो कुरा छ। यसमा चाहिँ तपाईँ एकदम पर्फेक्ट हुनु। अनि यसमा पर्फेक्ट भएपछि अब तपाईँले अरू कहिले काहीँ कतै पनि हेर्न नै पर्दैन क्या। यो नआउँदा पनि भयो, यो पनि नआउँदा पनि भयो है त। यो मात्र आयो भने सक्यो। अनि यो आयो भने तपाईँलाई लगभग फर्डिङमा त्यस्तो गाह्रो पाटो केही बाँकी रहँदैन है त। सो यो कोर्समा हामी यो कुरा हेर्छौँ यहाँनिर। अनि यहाँ एउटा कुरा के पनि छ अर्को नेक्स्ट कुरा भन्दा चाहिँ जुन हाम्रो एपिआई कल गर्ने भन्ने कुरा छ, हामीले त्यो एपिआई कलहरू चाहिँ रिडक्स टुल किट भित्रै उसले हामीलाई एउटा थङ भन्ने कुरा हुन्छ होइन, एसिन्क्रोनस थङ भन्छ। हामीले त्यो थङको थ्रुबाट चाहिँ एपिआई कलहरू गर्न मिल्छ है। जस्तो अघि मैले यहाँ के भनेको थिएँ भन्दा स्टेट म्यानेजमेन्ट किन युज गर्ने भन्दाखेरि चाहिँ
जस्तो डेटा हाम्रो एक्सचेन्ज गर्न सजिलो हुन्छ है, नभए यति तपाईँको यसरी डेटा एक्सचेन्ज गर्न निकै गाह्रो हुन्छ है त यसरी प्रप ड्रिलिङको थ्रुबाट। नेक्स्ट मैले के पनि भनेको थिएँ भन्दा एपिआई कल चाहिँ हाम्रो मेन्टेनेबल हुन्छ। हाम्रो जम्मै एपिआईहरूलाई चाहिँ जुन हाम्रो रेस्पेक्टिभ लाइक एउटा कुनै कमन टाइपको एपिआईहरू कलहरू छ भने त्यसलाई चाहिँ हामीले आफ्नै एउटै फाइलमा चाहिँ राख्न मिल्छ है त। लाइक मल्टिपल धेरैवटा फाइलमा यसमा एक एकवटा एपिआई कल गर्नुभन्दा पनि कमन कुराहरूलाई ल्याएर चाहिँ एउटै फाइलमा सब्मिटमा चाहिँ हामीले मिल्छ। अनि त्यो कुरा पनि हामीलाई यसले नै प्रोभाइड गर्छ है त। त्यसको लागि चाहिँ हामी त्यो पछि आउँछौँ होइन, आउनु त बट अहिलेको लागि यहाँ हेर्ने हो भने चाहिँ अघि यहाँ देखेको थिएँ मैले लाइक यसरी हामीलाई उसले केही फङ्सनहरू दिएको हुन्छ, यो फङ्सनको थ्रुबाट चाहिँ हामीले यसरी चाहिँ एपिआई कल चाहिँ गर्न मिल्छ। हाम्रो एपिआईको लिङ्क यहाँ प्रोभाइड गर्ने अनि यहाँबाट के रेस्पोन्स आउँछ, आएको रेस्पोन्सलाई चाहिँ हामीले स्टोरमै त्यो ग्लोबल स्टोरमै राख्न चाहिँ मिल्छ। सो यो बारे हामी बिस्तारै आउँछौँ होइन। फर्स्टमा त हामी के गरौँ भन्दा अब एकचोटि यो प्रोजेक्ट चाहिँ हामी इन्स्टलेसन गरौँ। सरी प्रोजेक्ट भन्ने चाहिँ हाम्रो स्टेट म्यानेजमेन्ट रिडक्स टुल किट चाहिँ हामीले इन्स्टल गर्नुपर्छ। सो इन्स्टल गर्नको लागि जस्तो यहाँ उसले भनिरहेछ होइन, तपाईँले एनपिएम युज गर्नुभएको छ भने यो कुरा गर्नु पऱ्यो, एनपिएम इन्स्टल रिडक्स जिएस टुल किट भन्ने चाहिँ यो हाल्नु पऱ्यो। अनि यतापट्टि हाम्रो बाइन्डिङको लागि यो बाइन्डिङ भन्ने कुरामा बिस्तारो आउँछु होइन। जस्तो बेसिकली के हो भन्दाखेरि जस्तो सर्टमा भन्नुपर्दा चाहिँ तपाईँको यो रियाक्टको कुनै पनि कम्पोनेन्ट जस्तो यो एउटा कुनै कम्पोनेन्ट छ भने अब यो कम्पोनेन्टमा तपाईँलाई कुनै पनि डेटा यो सेन्ट्रल स्टोरबाट कुनै डेटा तान्नु पऱ्यो अनि यहाँबाट कुनै डेटा चाहिँ सेन्ट्रल स्टोरमा यसमा हाल्नु पऱ्यो भने चाहिँ डाइरेक्ट मिल्दैन क्या। जस्तो हामीले फ्रन्ट इन्ड र ब्याक इन्ड भन्ने कुरा पढेको छ अगाडि होइन। तपाईँले कुनै पनि डेटा फ्रन्ट इन्डबाट ब्याक इन्डबाट फ्रन्ट इन्ड ल्याउन डाइरेक्ट मिल्दैन, हामीलाई बिचमा के चाहिन्छ भन्दा एउटा एजेन्ट चाहिन्छ नि त, एपिआई भन्ने कुरा। त्यस्तै गरी यहाँनिर पनि तपाईँको कुनै पनि यदि जिएसएक्स कम्पोनेन्ट छ भने टिएसएक्स कम्पोनेन्ट छ भने यसरी त्यो कम्पोनेन्टबाट तपाईँले कुनै डेटा चाहिँ यहाँ पुस गर्न खोज्नुभयो यो स्टोरमा, अरू यो स्टोरबाट कुनै डेटा चाहिँ यहाँनिर पुल गर्न खोज्नुभयो भने त्यो डाइरेक्ट मिल्दैन। त्यो मिलाउनको लागि चाहिँ बिचमा हामीलाई त्यो इन्टरमिडिएट चाहिन्छ। त्यो इन्टरमिडिएटलाई चाहिँ हामीले रियाक्ट रिडक्स भन्छ क्या यसरी। जस्तो रियाक्ट र रिडक्सलाई चाहिँ कनेक्ट गर्ने होइन, यो प्याकेज चाहिँ हामीलाई चाहिन्छ। यो प्याकेज भएन भने चाहिँ तपाईँको कम्युनिकेसन गर्न मिल्दैन स्टोर र कम्पोनेन्ट बिचमा चाहिँ। सो ठिक छ, यो प्याकेज हाम्रो यहाँनिर भइहाल्यो। सो के गरौँ भन्दा पालि पहिला हामीलाई इन्स्टल गरौँ ल। सो यहाँनिर जानु, यो तपाईँलाई यहाँ पनि छोड्छु होइन। युज कन्टेक्स्ट भन्ने कुराहरू पनि चाहिँ यस्तो धेरै छ है त। अरू युज कन्टेक्स्ट भन्ने तपाईँलाई रियाक्टले दिएकै हुक पनि छ, बट युज कन्टेक्स्ट भनेको सानो प्रोजेक्टको लागि मात्र हो। त्यो लाइक केटाकेटी हुँदा चलाउने मात्र कुरा हो क्या, त्यो चाहिँ अलिकति ठुलो हुँदै गएपछि त्यो काम लाग्दैन है। त्यही भएर मैले त्यो कुरा टपिक कभरै गरिनँ मैले। तपाईँले एकचोटि रिडक्स टुल किट भन्ने कुरा आयो भने यस्तो स्टडी तपाईँको युज कन्टेक्स्टहरू यो कुराहरू तपाईँलाई केही सरोकारै हुँदैन है त। किन भन्दाखेरि यो चाहिँ लाइक केटाकेटी हुँदा त्यो गुच्चा खेले जस्तो हो क्या। केटाकेटी हुँदा गुच्चा खेल्यो, ठुलो भएपछि त्यो त्यस्तो मतलब लाग्दैन नि त। त्यस्तै हो, तपाईँले एकचोटि यो कुरा जान्नुभयो भने यस्तो कुरा केही नआउँदा पनि हुन्छ है त। जम्मै कुरा तपाईँले यहीँबाट गर्न मिल्छ है त। बरु तपाईँले यो जान्नु भएन भने चाहिँ यसको अल्टरनेटिभमा चाहिँ यस्तो सानो कुराहरूको लागि चाहिँ यो कुरा युज गर्दा भयो। बट लङ टर्म हेर्ने हो भने चाहिँ यो आएपछि सक्यो है त, तपाईँलाई जे पनि गर्न मिल्यो। ठिक छ, यो कुरा छ। यहाँ यसलाई हालौँ यहाँनिर। मलाई अलिकति C++ को बेसिक छ। आइपिएल सरको नाम चाहिँ के होला सर? एक्चुअली मलाई सरको नाम पनि भन्दैन त, किन भन्दाखेरि सरले सायद सरलाई कोडिङ आउँछ जस्तो लागिरहेछ मलाई होइन। सायद अगाडि पनि मेरै सेसनमा कुन सेसनमा तपाईँ हुनुहुन्थ्यो जस्तो लाग्यो मलाई। मलाई कोडिङ आउँछ जस्तो लागिरहेछ, त्यतिकै भन्नुभएको जस्तो पनि लागिरहेछ यो। ठिक छ, हामी यहाँनिर छौँ। सो इन्स्टल गरिदिउँ है त। प्रोजेक्टमा जाने,
सो यो एउटा प्याकेज हाल्नु पर्यो तपाईँले होइन। सो बेसिकली यो प्याकेजको थ्रुबाट चाहिँ हामीले स्टोर बनाउन मिल्छ, स्टोर बनाउन मिल्यो होइन। अलिकति भण्डार वेयर हाउस बनाउन मिल्यो। अब नेक्स्ट भनेको चाहिँ हाम्रो त्यो वेयर हाउसमा चाहिँ कम्युनिकेसन पनि गराउनु पर्यो नि त हाम्रो कम्पोनेन्टबाट होइन। उसले केही हुकहरू हामीलाई दिन्छ यो प्याकेजले। त्यो हुकको थ्रुबाट चाहिँ हामीले चाहिँ हाम्रो नेक्स्टको प्रोजेक्ट र जुन स्टेट छ त्यो स्टेटमा हामीले कम्युनिकेसन गर्न मिल्छ। लाइक तपाईँको फ्रन्ट एन्ड र ब्याक एन्डको चाहिँ एपिआई भयो जस्तो है त। तपाईँले फ्रन्ट एन्डबाट ब्याक एन्ड कम्युनिकेसन गर्न चाहिँ हामीलाई एपिआई चाहिन्छ नि त होइन। जस्तै गरी हामीलाई यो प्याकेज चाहिन्छ है त। कति बज्यो हाम्रो 8 बजिसक्यो। एकैछिन ल यो गर्दै गर्नु होइन। स्टेट म्यानेजमेन्ट हल्का गाह्रो लाग्छ किन हो बिस्तारै सिकौँ यसलाई। स्टेट म्यानेजमेन्ट जम्मेला प्रायः सुरुमा चाहिँ गाह्रै लाग्छ है त। बट यो गर्दै गर्दै गएपछि प्र्याक्टिस गर्न थालेपछि एकदम सहज हुन्छ। त्यही भएर नोटहरू पनि लेख्नु ल यो कुरा चाहिँ। किन भन्दाखेरि यो टपिक खतरा टपिक हो होइन। प्रायः जम्मेलाई यसमा गाह्रो लाग्छ, त्यही भएर नोटहरू लेख्नु। एकैछिन ल मलाई केही टाइम दिनु, 1 मिनट जति एउटा कल गर्नुपर्ने छ। एभ्रिवान के क्वेरिजहरू छ भने भनौँ। एउटा सानो कल गर्नुपर्ने थियो कि त्यो एकजना हाम्रो फर्निचरको दाइले चाहिँ यहाँ अफिसमा एउटा मन्दिर लाउनु पर्ने थियो कि त्यो ठुलो हुन्छ नि मन्दिर अनि मूर्ति। अनि त्यो हामीले त्यहाँनिर मन्दिर बनाउन दिएको थियो त्यो फर्निचरमा। अहिले ल्याइदिन्छु भन्नुभएको थियो, अहिले यतिखेरतिर आउनु भएन नि, त्यही भएर कल गरेको थियो कि त। एएमएलको भिडियो एकचोटि हाम्रो समृद्ध सरलाई मेसेज गर्नु ल, मलाई पर्सनली पनि। म अहिले के कन्फरेन्समा जानुभएको छ, एउटा इन्टरनेसनल के कन्फरेन्स भन्ने भएको छ अरे। त्यो कन्फरेन्समा जानुभएको छ त्यो मिटिङमा, त्यही भएर उहाँले अलिकति हाल्न भ्याउनु भएको थिएन होला। सायद त्यो कन्फरेन्स सक्यो पनि होला आजबाट, अब हाल्नुहुन्छ होला। मैले पनि भन्दिनँ चाहिँ भनिदिएको छ, खै किन हो ल म यहाँ भनिदिइहालेँ फेरि। सर रेकर्डिङ अपलोड गरिदिनुहोस् न भनेको थिएँ मैले। हुन्छ त भन्नुहुन्छ सरले?
सो यो दुईटा प्याकेज हामीले हाल्नुपर्छ ल। फर्स्ट प्याकेज यो हाल्नु पर्यो, नेक्स्ट प्याकेज यो हाल्नु पर्यो है। सो यस्तो गर्ने, यदि गरेपछि हाम्रोमा चाहिँ इन्स्टल भयो। अब नेक्स्ट के गर्ने त होइन, जस्तै दुईटा प्याकेज त हामीले हाल्यौँ, यहाँनिर गएर यदि भेरिफाई गर्ने हो भने अब यसको टाइप स्क्रिप्ट फाइल हाल्नुपर्छ कि पर्दैन हेरौँ। यसको परेन, टिएस छ होइन। जस्तो अर्को हाम्रो रियाक्ट रिडक्सको हाल्नुपर्छ कि पर्दैन त्यो पनि हेरौँ एकचोटि। यसको पनि टिएस छ, यसको पनि परेन है त। यदि यहाँ टिएस लेखेको थिएन भने चाहिँ तपाईँले npm install -d /type/ अब प्याकेजको नाम, यसको टाइप डेफिनेसन फाइल पनि हाल्नु पर्थ्यो, बट अब यहाँ टिएस लेखेको छ भने परेन। सो अब के गर्ने त नेक्स्ट होइन, दुईटा प्याकेज त हामीले हाल्यो, अब नेक्स्ट के गर्ने भन्ने कुरा आउँछ है त यहाँ। सो अब हाम्रो प्रोजेक्टमा लाइक म तपाईँलाई पर्सनली एडभाइस गर्ने है त, जस्तो कतिपय डेभलपरको चाहिँ के गर्नुहुन्छ भन्दा नि होइन, एकदम ध्यान दिएर सुन्नु ल। जस्तो धेरैजना डेभलपरले तपाईँले के देख्नुहुन्छ भन्दा उहाँहरू चाहिँ प्रोजेक्ट गर्नुहुन्छ होइन, अनि प्रोजेक्ट गर्दै गएपछि चाहिँ अनि के हुन्छ भन्दाखेरि एउटा मोमेन्टमा पुगिन्छ क्या। त्यो बेला के फिल हुन्छ भन्दा ला मैले त स्टेट म्यानेजमेन्ट युज गर्नु पर्दो रहेछ, म त स्टेट म्यानेजमेन्ट युज गर्न बिर्सेछु, यसरी गरेँ भने त मेरो प्रोजेक्ट त गाह्रो हुने रहेछ, मेन्टेन गर्न गाह्रो हुने रहेछ भनेर चाहिँ एउटा फिल आउँछ है त। एउटा सर्टेन प्रोजेक्ट चाहिँ एउटा सर्टेन लेभलमा चाहिँ माथिल्लो लेभलमा पुगेपछि अनि डेभलपरहरूले के गर्नुहुन्छ, अनि त्यो लेभलमा पुगेपछि अनि उहाँहरूले सोच्नुहुन्छ कि स्टेट म्यानेजमेन्ट चाहिन्छ, अब नभए अगाडि बढ्न गाह्रो हुन्छ भनेर सोच्नुहुन्छ, अनि स्टेट म्यानेजमेन्ट चाहिँ यसरी इन्स्टल गर्नुहुन्छ। बट मेरो एडभाइस चाहिँ के हो भन्दाखेरि तपाईँले प्रोजेक्ट सानो होस् कि ठुलो होस् है त, तपाईँलाई यदि स्टेट म्यानेजमेन्ट आउँछ भने मजाले प्रोजेक्ट सुरु हुनेदेखि नै 0 लेभलबाटै 0% सुरु भएको 0%बाटै तपाईँले चाहिँ गर्न सुरु गर्नु, स्टेट म्यानेजमेन्टबाटै गर्नु है त डाइरेक्ट। अब पछि गएर चाहिँ स्टेट म्यानेजमेन्ट चाहिन्छ अनि मात्र गर्छु भन्ने होइन है त। त्यसरी गर्यो भने झन् टाइम निकै लस्ट हुन्छ, तपाईँले कम्प्लिट आफ्नो कोडलाई चाहिँ फेरि पछि गएर रिराइट गर्नुपर्छ, चेन्ज गर्नुपर्छ सुरुबाट। त्यही भएर मेरो एडभाइस चाहिँ के छ भन्दा प्रोजेक्ट सुरु हुने बित्तिकै प्रोजेक्टमा स्टेट म्यानेजमेन्ट हालिदिइहाल्ने, सानो होस् कि प्रोजेक्ट ठुलो होस् फरक परेन है त। एकचोटि तपाईँलाई स्टेट म्यानेजमेन्ट युज गर्न आयो भने तपाईँलाई जम्मै प्रोजेक्टमा त्यो चाहिँ हाल्न मन लाग्छ है त। सो प्रोजेक्ट हामीले जस्तो यहाँ बनाएको छौँ यसरी सुरुमा के हाल्ने त, स्टेट म्यानेजमेन्ट यसरी हालिदिइहाल्ने। अब यति हालेपछि के गर्ने त नेक्स्ट स्टेप होइन, नेक्स्ट स्टेप के गर्ने भन्दा जस्तो म यहाँनिर आएर चाहिँ एसआरसी भन्नेमा आएर चाहिँ एपभित्र होइन है, जस्तो एपभित्र गएर तपाईँले कुनै फोल्डर बनाउनु भयो भने यसरी चाहिँ यो चाहिँ हामीले पढेको छ त्यो फोल्डर चाहिँ तपाईँको राउटमा जान्छ, राउटिङ पर्पजमा युज हुन्छ। त्यही भएर के गर्ने भन्दा यो एपभित्र होइन एसआरसी भित्र चाहिँ एउटा कुनै हामी फोल्डर बनाऊँ न, जस्तो केही फोल्डर हामी बनाऊँ, जस्तो लिप भनौँ, कतिले लिप भनेको देख्नुहुन्छ होइन, अब कतिले सर्भिसेस भन्ने कुरा पनि देख्नुहुन्छ, जे राख्दा पनि भयो त फोल्डरको नाम फरक परेन। जस्तो मैले लिप भने यसरी जस्तो एउटा फोल्डरको नाम लेखिने तरिका हो यो चाहिँ लिप नामको। जस्तो अब यो फोल्डरमा चाहिँ के जान्छ भन्दाखेरि तपाईँको कुनै पनि कुरा जस्तो स्टेट म्यानेजमेन्टको कुरा हुन्छ कि कुनै मिडलवेयरको कुरा हुन्छ कि पछि गएर होइन, कुनै रियुजेबल कुराहरू हुन्छ भने त्यो तपाईँको यहाँ जान्छ ल यो फोल्डरमा चाहिँ। त्यस्तो कुरा जुन चाहिँ हामीले राउटिङमा हाल्नु छैन, यहाँ हाल्यो भने डाइरेक्ट राउटिङमा जान्छ। त्यही भएर त्यस्तो कुरा जुन चाहिँ हामीले राउटिङमा हाल्नु छैन, जस्तो स्टेटको कुराहरू स्टेट म्यानेजमेन्टको अनि यतापट्टि मिडलवेयरको कुराहरू जम्मै कुरा चाहिँ अब हामीले लिपभित्र लेख्छौँ यसरी। जस्तो केही मिडलवेयर बनाउनु पऱ्यो भने यसरी यहाँभित्र आएर मिडलवेयर नामको फोल्डर बनाउने अनि यहाँभित्र मिडलवेयरको कोड लेख्ने। अब त्यस्तै गरी मलाई चाहिँ स्टेट म्यानेजमेन्टको केही लेख्नु छ भने यहाँनिर आएर चाहिँ स्टेट म्यानेजमेन्ट भनेर केही लेख्दा भयो यसरी। अरू प्रायःले लेख्ने भनेको चाहिँ स्टोर भनेर लेख्छ है त, म ठ्याक्कै त्यही कन्भेन्सनै फलो गरिदिउँ ल यहाँ। जस्तो अब तपाईँको कुनै पनि यदि स्टेट म्यानेजमेन्टको कोडहरू केही लेख्नु छ भने त्यसको प्यारेन्ट फोल्डरको नाम चाहिँ प्रायः डेभलपरले विश्वभरि लेखिने भनेको चाहिँ स्टोर भनेर लेख्छन् ल यसरी, STOR स्टोरै लेखेको देख्नुहुन्छ। अनि तपाईँले त्यो डकुमेन्टेसन पनि फलो गर्नुभयो भने त्यहाँ पनि तपाईँको त्यही लेखेको देख्नुहुन्छ है त।
छोटी हेरौँ। त्यही भएर मैले पनि त्यही लेखेको यहाँनिर। ठिक छ, उसले यहाँ भनेको छ होला सायद, कहीँ त्यो टाइम लाग्छ खोज्नु। सिकेताल छोडिदिन्थ्यो। यसरी स्टोर बनाउनु न, फोल्डरको नाम चाहिँ स्टोर भनेको चाहिँ तपाईँको चाहिँ त्यो वेयर हाउस जस्तो, गोदाम जस्तो भयो एउटा फोल्डर। एउटा हामीले फोल्डर त बनायौँ, अब फोल्डरभित्र के गर्नु त यहाँ होइन। जस्तो जसरी हामीले के बनायौँ, एउटा लिप भन्ने फोल्डर बनायौँ एसआरसी भित्र, एप बाहिर। लिप भन्ने भित्र हामीले स्टोर भन्ने बनायौँ। अब यो जे जति हाम्रो स्टेट म्यानेजमेन्टको कोड हुन्छ त्यो जम्मै कोड चाहिँ अब हामी यहाँ लेख्छौँ क्या। जस्तो हामीले चाहिँ स्टेट म्यानेजमेन्ट गर्दाखेरि केही टर्म्स हुन्छ, जस्तो एक्सन भन्छ, रिड्युसर भन्छ, स्लाइस भन्छ होइन। यो टर्म के हो यसमा म बिस्तारै आइहाल्छु। जस्ट केही टर्म्सहरू हुन्छ, केही कुरा हामीले गर्नुपर्छ, केही लेख्नुपर्छ होइन। अनि त्यो कुरा चाहिँ हामीले अब यो फोल्डरमा आएर चाहिँ लेखिन्छ। अनि यदि कसैले गर्नुभएको छ भने यो कुरा अलरेडी मलाई भनौँ ल। अब नेक्स्ट स्टेप मेरो यहाँ के हुन्छ होला त, फोल्डर मैले बनाएँ, अब के गर्नु पर्यो यहाँभित्र। store.ts सेन्सरहरू भइरहेछ। स्टोर बनाउने हो त, मैले फेरि सोधेँ ल। अब मैले स्टोर भन्ने फोल्डर बनाएँ, त्यहाँभित्र मैले के गर्नु पर्ला, अब के बनाउनु पर्छ हामीले। कन्फिग स्लाइस, मैले एक्ज्याक्ट खोजेको एन्सर चाहिँ आइरहेको छैन। ठिक छ, हाम्रो असिम सरबाट आयो। सो एउटा स्लाइस भन्ने कुरा हुन्छ ल, स्लाइस भन्ने हुन्छ। हामीले चाहिँ अब यहाँ के गर्नुपर्छ भन्दाखेरि हामीले स्लाइसहरू चाहिँ बनाउनु पर्छ है त। सो अब यिनीहरू क्वेसन आउँछ कि स्लाइस भनेको चाहिँ के हो भन्ने कुरा है त। अझ कसैलाई स्लाइस भनेको के हो यदि कसैले गर्नुभएको छ भने उहाँहरूलाई आइडिया होला। जुन एउटा स्लाइसहरू यो स्टेट रिड्युसर के भनिरहनु भएको छ नि यहाँनिर। जस्तो हिजो यहाँनिर हाम्रो यस्तो केही कुराहरू आइरहेछ नि त। यो कुराहरू भनेको तपाईँले आज स्टेट म्यानेजमेन्ट रिडक्सहरू युज गर्दा पनि आउँछ, जस्टेनहरू युज गर्दा पनि आउँछ ल। यो कुराहरू चाहिँ जम्मा एउटा यो चाहिँ ग्लोबल टर्म्सहरू हो है त। यो कुरा चाहिँ तपाईँले बुझ्नै पर्छ। अनि यहाँनिर यो कुरा बुझ्यो भने यो कुरा चाहिँ तपाईँको पछि गएर अरू प्याकेजै युज गर्नुभयो भने पनि त्यहाँनिर पनि यो कुरा चाहिँ चाहिन्छ है त। ठ्याक्कै यही टर्म्स हुन्छ, त्यहाँनिर पनि यही वर्ड हुन्छ। So slice is like number of rooms in a hotel. ठिक छ, अरूले पनि एकचोटि ट्राई गरौँ ल के हो। नभए तपाईँ नर्मल भाषामै पनि स्लाइस भनेको के बुझ्नु भएको छ त। लाइक यो त प्रोग्रामिङको भाषामा मैले सोधेँ, नर्मल्ली पनि के बुझेको छ त त्यो पनि काट्ने विशेष ठ्याक्कै त्यही कुरा आउँछ ल यहाँनिर पनि। जस्तो तपाईँले एउटा कुनै पनि प्रोजेक्टमा आफ्नो यदि स्टेट म्यानेजमेन्ट चाहिँ इन्टिग्रेट गर्न खोज्दै हुनुहुन्छ भने तपाईँको केही टर्म्सहरू तपाईँले बुझ्नुपर्छ ल। जस्तो अहिले हामीले यो हाम्रो प्रोजेक्टमा हाल्न खोजिरहेछौँ नि त। सो एउटा टर्म भनेको चाहिँ के छ भन्दा स्टोर भन्ने कुरा हुन्छ, नेक्स्ट भनेको स्लाइस भन्ने कुरा हुन्छ, नेक्स्ट भनेको रिड्युसर भन्ने कुरा हुन्छ, नेक्स्ट भनेको चाहिँ एक्सन्स भन्ने कुरा हुन्छ। अरू पनि धेरै हुन्छ, जस्तो थम्प भन्ने कुरा पनि हुन्छ होइन। अहिले यसमा हामी नछौँ, बिस्तारै आउँछौँ। अहिलेको लागि चाहिँ यति हामी चाहिँ सायद अहिले मलाई याद भएसम्म चाहिँ 4टा कुरा चाहिँ हामीले बुझ्नुपर्छ है त यहाँ कोड हाल्नुभन्दा अगाडि। सो फर्स्ट कुरा के छ भन्दाखेरि स्टोर भन्ने छ। एकदम सिम्पल भाषामा बुझौँ ल, सरल भाषामा। स्टोर भनेको चाहिँ के हो भन्दा एउटा गोदाम हो क्या होइन। त्यस्तो गोदाम जुन चाहिँ पार्टिसन गरेको छैन, पुरै ओपन छ। यसरी बुझ्नु, स्टोर भनेको चाहिँ के हो भन्दाखेरि एउटा घर जस्तो हो क्या। जस्तो यो तपाईँको घर भयो होइन यसरी, बट त्यस्तो घर जहाँ चाहिँ रुमहरू छैन, ओपन घर क्या। पुरै घर छिर्ने बित्तिकै त्यो घरै एउटा रुम जस्तो क्या पुरै। किन भन्दाखेरि यहाँ कुनै रुमै छैन है त, पार्टिसन भएको छैन। सो स्टोर भनेको चाहिँ एउटा खुल्ला
घर जस्तो खुल्ला गोदाम जस्तो भयो। अब त्यस्तै गरी अब नेक्स्ट तपाईँको स्लाइस भन्ने कुरा छ अघि त। स्लाइस भनेको चाहिँ के हो भन्दा तपाईँको त्यो गोदाम, त्यो खुल्ला गोदाम, त्यो घरलाई चाहिँ हामीले पार्टिसन गरे जस्तो हो क्या, टुक्रा टुक्रामा। अघि मैले स्लाइसको मिनिङ तपाईँलाई सोधेँ नि त होइन, स्लाइसको मिनिङ के हो भने पार्ट अफ समथिङ, पिसेस, टुक्रा भनेर भन्नुभयो नि त होइन। ठ्याक्क त्यही कुरा हो क्या। स्लाइस भनेको चाहिँ के हो भन्दा स्टोर भनेको तपाईँको खुल्ला घर भयो। अब त्यो घरलाई हामीले के गर्नु पर्यो, टुक्रा टुक्रा पार्नु पर्यो क्या। त्यो टुक्रा चाहिँ हाम्रो स्लाइसको थ्रुबाट हामी पार्न सक्छौँ। जस्तो एउटा टुक्रा यो घरमा, एउटा यो रुम भयो होइन, अर्को यो रुम भयो, अर्को यो रुम भयो, अर्को यो रुम भयो। सो बेसिकली बाहिरको यो भनेको हाम्रो स्टोर भयो। स्टोरभित्र के भयो, यसरी हामीले 4टा स्लाइस चाहिँ बनायौँ, 4वटा घरमा रुम बनाए जस्तो हो। हाम्रो रुमलाई चाहिँ पार्टिसन गऱ्यौँ 4टा पाटोमा, 4टा पिसमा, यसरी हाम्रो घरलाई चाहिँ पार्टिसन गऱ्यौँ है त। यो पार्टिसन यसलाई हामीले स्लाइस भन्छ। सो यो एउटा सिम्पल डेफिनेसन भयो। अब तपाईँले यसलाई अलिकति राम्रो डेफिनेसनमा लाने हो भने चाहिँ के पनि भन्न सक्यो भन्दा स्टोर भनेको चाहिँ के रहेछ भन्दा कलेक्सन अफ स्लाइस चाहिँ हाम्रो के हो त, स्टोर हो। मैले कलेक्सन भनेर कम्बिनेसन भनिनँ। कम्बिनेसन भनेको त घुलमिल हुनु छ होइन, घोलिन्छ। कलेक्सन अफ स्लाइसलाई चाहिँ हाम्रो के भन्छ, स्टोर भन्छ। अनि स्लाइस भनेको चाहिँ के रहेछ भन्दा फेरि एउटा स्टोरको चाहिँ कुनै एउटा इन्डिभिजुअल पार्ट अर पार्टिसन र टुक्रा अफ स्टोरलाई चाहिँ स्लाइस भन्छ। ठ्याक्कै अगाडि पछाडिबाट डेफिनेसन आइहाल्छ, यसकै उल्टो हुन्छ है त ठ्याक्कै। सो यो सायद हामीले बुझ्यो होला है। एउटा घर भनेको के भयो, स्टोर भयो। बट त्यो घरमा यदि केही रुमहरू हामीले हाल्यौँ भने त्यो चाहिँ के भयो, स्लाइस भयो। अब नेक्स्ट भनेको चाहिँ रिड्युसर र एक्सन भन्ने कुरा चाहिँ प्रायः झुक्किने जम्मैजना भनेको चाहिँ यसमै होला। भनौँ ल कसैले केही छ आइडिया के हो त रिड्युसर अनि के हो त एक्सन भनेको चाहिँ, यदि कसैले गर्नुभएको छ भने उहाँहरूलाई आइडिया होला। एक्चुअली ट्राई गरौँ है त, रिड्युसर के हो, एक्सन के हो त। यो जाभास्क्रिप्टमा स्लाइस र स्लाइस हुन्छ, यो मेथडहरू हुन्छ। बट यो यहाँ अहिलेको सिनेरियोसँग चाहिँ यो म्याच गर्दैन है त। एन्सरहरू आइरहेछ। रिड्युसर कनेक्ट स्टोर एन्ड एक्सन। एक्सन भनेको रिड्युसरको स्टेट कसरी अपडेट गराउने हो। ठिक छ, एन्सरहरू आइरहेछ होइन, टेक्निकल एन्सरहरू पनि आइरहेछ। एक्सनले के गर्ने डिफाइन गर्छ, एक्सन भनेको अब्जेक्ट हो, स्टेट अपडेट गर्छ। ठिक छ, त्यसो भए रिड्युसर भनेको के हो त नि, त्यो पनि भनौँ ल। एन्सरहरू आइरहेछ। अब सिम्पल भाषाको पनि एन्सर दिउँ ल, सिम्पल वाइज। प्रायः जम्मैजना झुक्किनुहुन्छ क्या दुईवटा कुरामा, रिड्युसर अनि एक्सन भन्ने कुरा चाहिँ प्रायः दिमागले ठ्याक्क थाम्नै सक्दैन क्या। यो उस्तै उस्तै जस्तो पनि लाग्छ, हल्का कम्प्लेक्स रहेछ। कम्प्लेक्स अलिकति मात्र हो। बट एकचोटि यो तपाईँलाई आयो भने यो स्टोरी म्यानेजमेन्ट भन्ने कुरा चाहिँ दुनियाँ जितेको फिल हुन्छ क्या। यो मजाले गर्न आयो भने चाहिँ एकदम मजा आउँछ। फङ्सन करेन्ट स्टुडेन्ट रिटर्न गर्छ। एक्सन इज इभेन्ट टु बी पर्फर्म, एडिसन एन्ड सब एक्सन। ठिक छ, एन्सरहरू आयो। अब यहाँ एउटा म यो इक्जाम्पल दिन्छु, त्यो इक्जाम्पलबाट बुझौँ है त। जस्तो के छ भन्दा जस्तो मानौँ एउटा कुनै रोबोट छ है त। जस्तो मलाई त्यही इक्जाम्पल एउटा याद आयो। जस्तो एउटा कुनै रोबोट छ,
अनि यो रोबोटलाई चाहिँ बाइ डिफल्ट रोबोट भनेको त के एउटा डिब्बा त हो होइन, के भन्छ डिब्बा एउटा एड आउँथ्यो है त, डब्बा डब्बा के भन्थ्यो है त। सो एउटा बेसिकली एउटा कुनै रोबोट त्यत्तिकै बसिरहेछ भने स्टिल पोजिसनमा चाहिँ यो भनेको के हो भन्दा एउटा डिब्बा, एउटा नचाहिने भाडा जस्तो त हो नि होइन। अब यो रोबोटलाई हामीले युजफुल बनाउन के गरिन्छ भन्दा कुनै पनि डेभलपरले अर प्रोग्रामरले चाहिँ एउटा कुनै पनि कोडलाई पिस अफ कोडलाई चाहिँ यसरी उसको मेमोरी कुन युज गरेको छ त्यो मेमोरीमा गएर चाहिँ यसरी उसले इन्जेक्ट गर्छ है। लाइक टेक्निकली भन्नुपर्दा उसले उसलाई प्रोग्राम गर्छ क्या रोबोटलाई। जस्तो उसले के गर्यो भन्दाखेरि यसरी उसको दिमागमा चाहिँ अब यो प्रोग्राम चाहिँ हालिदियो। सो बेसिकली रोबोट त केही होइन, बट कसैले त्यो रोबोटलाई चाहिँ यसरी प्रोग्राम गर्यो भने चाहिँ त्यो रोबोट चाहिँ अब युजफुल भयो होइन। अब जस्तो यहाँनिर यो प्रोग्राममा चाहिँ के प्रोग्राम गर्यो भन्दा कोही मान्छेले चाहिँ अब रोबोट अघिसम्म यत्तिकै थियो होइन, अब कसैले के प्रोग्राम गरिदियो भन्दा चाहिँ एडिसनको चाहिँ प्रोग्राम गरिदियो मानौँ। जस्तो कसैले के कोड लेख्यो भन्दा जस्तो यो रोबोटलाई चाहिँ कसैले केही जोड्न दियो, जस्तो मानौँ दुईवटा नम्बर कुनै जोड्न दियो भने चाहिँ यसरी 2+3 केही जोड्न दियो भने चाहिँ यसको रिजल्ट के भनेर सोध्यो भने कसैले उसले चाहिँ 5 भनिदिन सक्यो क्या। यसरी दुईवटा नम्बर जोडेर त्यसको रिजल्ट कति आउँछ, सम कति आउँछ, त्यो चाहिँ अब यो रोबोटले चाहिँ भन्ने क्यापेबिलिटी राख्यो। कतिखेर राख्यो भन्दाखेरि जब कसैले चाहिँ यो प्रोग्राम चाहिँ उसको दिमागमा चाहिँ सेट गरिदिन्छ यहाँनिर। सो यति भयो। अब हाम्रो रोबोटले के भन्न सक्यो, दुईवटा नम्बर जोडेर चाहिँ त्यसको सम चाहिँ भन्न सक्यो। अब यहाँनिर के हुन्छ भन्दा रोबोट अब युजफुल भयो, अघि युजलेस थियो अब युजफुल भयो। अब कोही मान्छे आयो बाहिरबाट अनि अब यो रोबोटलाई चाहिँ कसैले केही सोध्यो, जस्तो मलाई चाहिँ 1+1 जोडिदेऊ न भन्नु कसैले यसरी यो रोबोटलाई भने अब रोबोटले के गर्न सक्यो, यसलाई चाहिँ यसको रिजल्ट सम 2 भनेर यसरी भनिदिन सक्यो। किन भन्दाखेरि प्रोग्राम भएको छ नि त, त्यो कुरामा उसले ह्यान्डल गर्न सक्छ नि त होइन। सो अब यो एक्जाम्पलबाट हामीले दुईवटा कुरा बुझ्नुपर्छ। एउटा के कुरा बुझ्नुपर्छ भन्दाखेरि रिड्युसर भन्ने कुरा बुझ्नुपर्छ, नेक्स्ट भनेको चाहिँ एक्सन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। सो अब यहाँनिर दुईवटा कुरा मैले भने यो एक्जाम्पलमा रिड्युसर र एक्सन। अब त्यो कुरा हेरौँ ल के हो भनेर। जस्तो तपाईँले आफ्नो जुन यो रोबोटलाई के गर्नुभयो भन्दाखेरि इनिसियल फेजमा चाहिँ प्रोग्राम गर्नुभयो नि त, यसरी उसलाई चाहिँ केही फङ्सन लेखिदिनु भयो, फङ्सन दिनुभयो अनि उसले अब त्यो फङ्सनको आधारमा चाहिँ उसले पछि रेस्पोन्स गर्न सक्छ है त। जस्तो मैले यो रोबोटलाई चाहिँ एउटा एडिसन फङ्सन चाहिँ प्रोग्राम गरिदिएँ उसलाई। सो तपाईँले जुन कुरा उसलाई प्रोग्राम गर्नुभयो नि यो जुन फङ्सन, यसलाई चाहिँ हामीले के भन्छ भन्दाखेरि तपाईँको स्टेट म्यानेजमेन्टको भाषामा चाहिँ रिड्युसर भनेर चाहिँ भनिन्छ। सो रिड्युसर भनेको बेसिकली के हो भन्दा तपाईँको जुन स्लाइसहरू छ नि, 4टा रुम छ भने यो रुममा के गर्न मिल्छ त, रुममा सामान हाल्न मिल्छ, निकाल्न मिल्छ, हटाउन मिल्छ, के अपडेट गर्न मिल्छ, यो रुममा के गर्न मिल्छ त गर्न मिल्ने कुरालाई चाहिँ हामीले लेख्नुपर्छ, जसलाई हामीले फङ्सन भनिन्छ र अर्को भाषामा चाहिँ रिड्युसर पनि भनिन्छ है त। सो बेसिकली रिड्युसर भनेको चाहिँ तपाईँले आफ्नो स्लाइसलाई है त 4टा रुम छ भने 4टा स्लाइसलाई चाहिँ हामीले प्रोग्राम गरे जस्तो हो क्या, रोबोटलाई गरे जस्तो। अब कसैले यो रुममा केही डेटा हाल्न खोज्यो भने त्यो डेटा लिने नलिने के गर्ने भन्ने कुरा चाहिँ हामीले एउटा प्रोग्राम गर्नुपर्छ। त्यो प्रोग्राम गर्ने कोड अरू त्यो फङ्सनलाई चाहिँ हामीले के भन्छ, रिड्युसर भन्छ। सो रिड्युसर भनेको बेसिकली के भन्दाखेरि एउटा फङ्सन हो जसको थ्रुबाट हामीले चाहिँ स्लाइसलाई प्रोग्रामिङ अर प्रोग्राम गर्न मिल्छ, जस्तो रोबोटलाई गरे जस्तो। अब एक्सन भनेको चाहिँ के होला त, गेस गरौँ त कसैले यो एक्जाम्पलबाट पनि। रिड्युसर भनेको त प्रोग्राम गर्ने रहेछ होइन, एक्सन भनेको चाहिँ के हो सायद नामबाट पनि एकचोटि गेस गरौँ ल। अर्जुन सरले यहाँ भन्नुभएको छ है त, उहाँले एकदम सरल भाषामा भन्नुभएको छ। अब रिड्युसर भनेको कसरी गर्ने
भन्ने कुरा तपाईँले प्रोग्रामिङ गर्ने कुरा भयो। एक्सन भनेको चाहिँ त्यो कसरी गर्ने भन्ने कुरालाई चाहिँ इन्भोक गर्ने, ट्रिगर गर्ने भनेको चाहिँ एक्सन हो क्या। जस्तो यहाँ अरूले पनि भन्दै हुनुहुन्छ, जस्तो अब यहाँनिर अघि मैले के गरेँ, यो रोबोटलाई प्रोग्राम गरेँ नि त, कसैले 2टा नम्बर दियो भने चाहिँ त्यसको सम निकाल्ने प्रोग्रामिङ मैले उसलाई सेट गरिदिएँ। अब कसैले आएर यहाँनिर के गर्यो, टेस्टिङ गर्यो यसरी 1 + 1 जोडेर टेस्ट गर्यो यसरी भने यो कुरालाई चाहिँ हाम्रो एक्सन भन्छ क्या। तपाईँको नामबाट पनि भनिरहेको छ, एक्सन भनेको चाहिँ एक्सन लिने, ट्रिगर गर्ने, इन्भोक गर्ने, कल गर्ने कुरा चाहिँ हाम्रो के हो, एक्सन हो है त। जस्तो अघि यही केसमा पनि हामीले यदि हेर्ने हो भने चाहिँ केही डेटा हामीले कसरी हाल्ने, के गर्ने भन्ने, कस्तो गर्ने भन्ने कुरा अघि यहाँ प्रोग्रामिङ गर्यो नि त हामीले होइन। कुनै डेटा आयो भने कहाँ हाल्ने, कुन फाइलमा, कुन अब्जेक्टमा हाल्ने भन्ने कुरा चाहिँ त्यो युजरले भन्नु होइन। अब त्यसलाई एक्चुअली अब टेस्टिङै गर्नुपर्ने छ, हालेरै देखाउनु पर्ने छ, हाल्नै पर्ने छ भन्ने जुन ट्रिगर गर्नु पर्यो यो फङ्सनलाई, त्यो भनेको चाहिँ एक्सन हो है त। सिम्पल भाषामा भनेको चाहिँ तपाईँले जे कुरा प्रोग्रामिङ गर्नुभयो स्लाइसमा, जुन फङ्सन तपाईँले लेख्नुभयो, अब यो फङ्सनलाई हामीले ट्रिगर गर्नु पर्यो। ट्रिगर नगरिकन यो त चल्दैन। त्यो ट्रिगर गर्ने भनेको चाहिँ के हो त, एक्सन हो। एक्सन भनेको बेसिकली ट्रिगर्स रिड्युसर है त। रिड्युसर फङ्सनलाई चाहिँ हामीले ट्रिगर गर्न मिल्ने कुरालाई चाहिँ हामीले एक्सन भन्छ। सो यो कुरा बुझ्नु पर्यो। धेरैजनाको कन्फ्युजन चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर चाहिँ जस्तो एउटै हो भन्ने कुरा हुन्छ, एउटै होइन। रिड्युसरले भनेको चाहिँ तपाईँले प्रोग्राम गर्न मिलो होइन, एक्सनले भनेको चाहिँ त्यो प्रोग्राम गरेको कुरालाई चाहिँ ट्रिगर गर्न मिलो क्या। जस्तो यहाँनिर उसलाई हामीले जोड्ने भनेर यसरी भनेको छ, त्यो जोडेर हेर्नको लागि, टेस्टिङ गर्नको लागि चाहिँ हामीले एक्सन ट्रिगर गर्नु पर्छ। तपाईँको जहिले पनि मेन इम्पोर्टेन्स रोल चाहिँ तपाईँको एक्सनले खेल्छ ल। तपाईँको रिड्युसरले भनेको त बनाएर राखिदिएको छ, बढीलाई ट्रिगर गर्ने भनेको चाहिँ एक्सनको थ्रुबाट मात्र हामी गर्छौँ है त। सो तपाईँलाई कुनै डेटा छ, कुनै कम्पोनेन्टमा केही डेटा छ, अनि यो डेटालाई चाहिँ तपाईँले लगेर कहीँनिर हाल्नु पर्यो भने त्यो कसरी हाल्ने भन्ने कुरा त रिड्युसरले प्रोग्राम गरेको हुन्छ, हामीले प्रोग्राम गर्छौँ। बट त्यो हाल्नको लागि एक्चुअली त्यो रिड्युसरलाई ट्रिगर गर्नको लागि चाहिँ हामी एक्सन युज गर्नुपर्छ है त। सो तपाईँले यो 4टा कुरा चाहिँ मजाले बुझ्नु पर्यो। अनि यो 4टा कुरा बुझ्यो भने तपाईँलाई अरू स्टेट म्यानेजमेन्टहरू युज गर्दा पनि त्यस्तो गाह्रो चाहिँ हुँदैन, इजिली सकिन्छ है त। सब यहाँनिर आएर हामीले के गर्न बाँकी रह्यो भन्दा अब हामीले यहाँनिर गर्ने भनेको चाहिँ यही कुराहरू बनाउने। जस्तो हामीले स्लाइस बनाउँछौँ, जस्तो हाम्रो प्रोजेक्टमा मलाई 4टा रुम बनाउनु पर्ने छ भने हामीले यसरी 4वटा स्लाइस, जस्तो युजर स्लाइस भनेर यसरी बनाउन मिलो होइन। युजरको डेटा स्टोर गर्ने एउटा रुम बनाएको हामीले, यसरी गर्न मिलो। नेक्स्ट हाम्रो के छ त, अब स्टुडेन्टको डेटाहरू स्टोर गर्न यसरी गर्न मिलो होइन। अब टिचरको लागि बनाउनु पर्ने छ भने यसरी टिचरको लागि बनाउने। सो यसरी तपाईँले जति पनि स्लाइस चाहिँ बनाउँदा मिल्छ। अब यहाँभित्र चाहिँ हामी एक्सन रिड्युसरहरूको चाहिँ कन्फिगरेसन हामी गर्छौँ। सो यो एप्रोचमा हामी जानुपर्छ। स्टोरभित्र स्टोर भनेको घर भयो भने अब तपाईँले रुमहरू थपे जस्तो यसरी। सो लगभग आज हामी यति गरौँ होला होइन। अब बाँकी कुरा हामी भोलि गर्नुपर्छ। अब यहाँनिर के इररहरू के आइरहेछ भने एकचोटि त्यो हेरिदिउँ हामी। अनि अब भोलि चाहिँ हामी यो कोडहरू लेख्छौँ। भोलिको क्लास एकदम इम्पोर्टेन्ट हुन्छ ल। किन पनि इम्पोर्टेन्ट हुन्छ भन्दाखेरि जस्तो हाम्रो एपिआई कलहरू भनेको यहाँभित्र गएर गर्न सिकेको छ नि त यहाँनिरबाट, यसरी एक्सियो स्टार्ट भनेर। अब यो कुरा चाहिँ हामी यहाँबाट गर्छौँ क्या, यहाँभित्रबाट गर्न मिल्छ है त, स्लाइसबाट गर्न मिल्छ। त्यसको लागि चाहिँ एसिन्क्रोनस थङ भन्ने तपाईँको चाहिँ कन्सेप्ट छ रिडक्स टुलकिटमा चाहिँ, हो त्यसको थ्रुबाट हामी भोलि गर्छौँ। र लगभग आजलाई हामी यति नै गरौँ होला होइन। अब केही इररहरू छ भने एकचोटि हामी सर हेरिदिउँ।